आदरणीय दर्शकहरू तपाईँहरूलाई स्वागत छ यस क्रिकेट पल्स नेपाल युट्युब च्यानलमा। आज तपाईँहरूलाई म हङकङ सुपर सिक्सेसमा नेपाली खेलाडीहरूले बनाएका रेकर्डहरू अथवा नेपाली क्रिकेट टिमले हङकङ सुपर सिक्सेसमा मचाएको तहल्काको बारेमा विश्लेषण गर्न आएको छु। म यो भिडियोलाई अन्त्यसम्म हेरिदिनु होला। अब कुरा गरौँ रेकर्डहरूको तर्फबाट। हङकङ सुपर सिक्सेसमा मोस्ट रन गेटरको रूपमा अहिले नेपालका टिमबाट कप्तान सन्दीप जोरा रहेका छन्। सरस विश्वाकरको कप्तानीमा गएको टोली भए पनि सन्दीप जोराले नै केही म्याचमा कप्तानी गरिरहेका छन्। सन्दीप जोराले यस टुर्नामेन्टभरिमा 4 म्याचमा 145 रन हानिसकेका छन्। सन्दीप जोराको कुरो गर्नुपर्दा उनको हाइएस्ट स्कोर 53 रन रहेको छ भने लोएस्ट स्कोर 7 रन रहेको छ। अब कुरा गरौँ उनी पछाडि अफगानिस्तानका करिम जन्नत रहेका छन्। उनको रन 138 रन रहेको छ। उनीहरू बिचको फरक मात्र 7 रनको रहेको छ। तर पनि सन्दीप जोराले नेपालका लागि लिड गरेका छन् भने हङकङ सुपर सिक्सेसमा गएर पनि लिड गरेका छन्। अब कुरा गरौँ मस्ट विकेटको कुरा गर्नुपर्दा राशिद खान नेपालको बलर जो प्रतीशिषीलाई रिप्लेस गरेर गएका थिए अथवा ओपनर ब्याट्सम्यान पनि भनौँ, उनले चाहिँ नि 7 विकेट लिएका छन् टुर्नामेन्टमा भने एउटा 4 विकेट हल लिन सफल भएका थिए भने अर्को म्याचमा एउटा र दुईटा गएर विकेट लिएका थिए। यस्तै कुरा गर्नुपर्दा उनी पछाडि ग्रिन रहेका छन् अस्ट्रेलियाको, जसले 5 विकेट लिएका छन्। तर पनि हाम्रो नेपालको लागि राशिद खानले नै लिड गरेका छन् भने हङकङ सुपर सिक्सेसमा पनि राशिद खानले लिड गरेका छन्। अब कुरा गरौँ मोस्ट क्याचेस फिल्डिङको कुरा गर्नुपर्छ। हङकङ सुपर सिक्सेस जस्तो म्याचमा 6वटा खेलाडी जहाँ खेलिन्छ, यो कुरा गर्दै जाँदाखेरि आदिल आलम अन्सारीले 6वटा क्याच लिएका छन् नेपालका लागि भने मिट भास्करले कुवेतका लागि 5वटा विकेट लिएका छ भने नेपालले बलिङ ब्याटिङ र फिल्डिङ तीनटैमा लिड लिएको छ हङकङ सुपर सिक्सेस जस्तो म्याचमा। अनि अब कुरा गरौँ हाइएस्ट टिम टोटलको लिस्टमा हेर्नुपर्दा नेपाल तेस्रो नम्बरमा रहेको छ। पहिलो नम्बरमा अस्ट्रेलिया, दोस्रो नम्बरमा पाकिस्तान र तेस्रो नम्बरमा नेपाल परेको छ। नेपालले आज बिहान भएको म्याचमा भारत विरुद्ध 137 रन नट आउट रूपमा बनाएको थियो 6 ओभरमा। त्यो नै नेपालको लागि हाइएस्ट हङकङ सुपर सिक्सेसको टोटल हो या अनि तेस्रो हङकङ सुपर सिक्सेसको टोटल हो। अनि लार्जेस्ट भिक्ट्रीको रेकर्ड पनि नेपालकै नाममा रहेको छ। नेपालले आज बिहान भारतलाई पहिलोपटक हङकङ सुपर सिक्सेसमा भारतसँग खेलेको नेपाली टोलीले 92 रनको विशाल अन्तरले हराउन पुगेको थियो भारतलाई। 138 रनको टार्गेटमा भारतले 45 ओभरमा 6 विकेट गुमाएर अलआउट हुन पुग्यो र नेपालले गेम सहज रूपमा जित्न सक्यो। अब भोलि बिहान नेपालको युएईसँग म्याच रहेको छ। यस्तै भिडियोहरूका लागि च्यानललाई सब्सक्राइब गरिदिनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट र सेयर गरिदिनु होला। च्यानल नयाँ हो, यसको कन्टेन्टहरू यस्तै आउँदै गर्छन्। यहाँ सब्सक्राइब गरेर बेल आइकन पनि दबाएर राख्नु होला। जय नेपाल, जय नेपाली क्रिकेट। धन्यवाद।